म सर्टकटमा फेरि डिस्क्राइब गर्दै। हामीले लिनियर प्रोग्रामको च्याप्टरबाट जम्मा 2वटा क्वेसन सोध्छ है, जसमा चाहिँ कुन मेथडबाट, एउटा बाइ सिप्लेक्स मेथडबाट अनि एउटा चाहिँ के हुन्छ बाइ कन्स्ट्रक्ट डुअल प्रोग्रामबाट सोध्छ। सबभन्दा फर्स्ट हामी बुझ्नुपर्ने कुरा के हो, मिनिमम र म्याक्सिमम गर्न भन्दा के गर्नुपर्छ। मिनिमम गर्न भन्दा पोजिटिभबाट नेगेटिभ बनाउने फर्स्ट रोकोलाई, म्याक्सिमम गर्न भन्दाखेरि नेगेटिभबाट पोजिटिभ बनाउने हामी फर्स्ट रोलाई। त्यसपछि के हुन्छ भने स्ल्याक भ्यारिएबल इन्ट्रोड्युस गराउने। स्ल्याक भ्यारिएबल कसरी इन्ट्रोड्युस गराउनु भने सब्जेक्टेड टु जतिवटा रोमा दिएको हुन्छ त्यतिवटा स्ल्याक भ्यारिएबल हामी इन्ट्रोड्युस गराउने। अनि जेडको टर्ममा जहिले पनि के हुन्छ स्ल्याक भ्यारिएबलको भ्यालु 0 हुन्छ। फर्स्ट स्टेपमा आएपछि के हुन्छ फर्स्टको कोएफिसिएन्ट हुन्छ, रेस्ट अफ देम के हुन्छ भने 0 हुन्छ। फेरि यदि थर्ड रो पनि छ भने यहाँ के हुन्थ्यो भने S1 र S2 0 हुन्थ्यो, S3 को कोएफिसिएन्ट चाहिँ हुन्थ्यो। यति कुरा चाहिँ भयो।